हामी चाहिँ कन्याममा भिडियो बनाउँदै बाबा बाबा सही यस्तोमा गाडी रोक्ने हो यस्तो फोटो त सातै छाता रहेको आम्मो सही रहेछ यार ढक्कसँगले पानी पऱ्यो क्या माथितिर पहाडतिर पानी पऱ्यो यस्तो त खोला ठुलो आइरहेको रहेछ जर्सी ड्यामहरू सबै फाइनली टक्क उठ्यो गुड मर्निङ सबैजनालाई हेलो एभ्रिवान दर्शक नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग एनदर ब्लगलाई स्वागत गर्दछु हामी उठेर अहिले बसेका छौँ घरमा जाने अब फेरि हामी घरतर्फ लाग्ने कोसिस गरिरहेको छौँ एक दिनको चिसोले 30 दिनको फेरि तातो हावा खानु पऱ्यो त बसेर सकिँदैन नि त होइन आफ्नो बाउ घर छैन के गर्नु त्यसै रुमहरू बत्ती हेऱ्यो बत्ती नै बल्दैन यसरी पर्जा उघालेर बस्नुपर्छ टक्क साबुनले हात धुने लाग्ने यहाँ सबै गोप्रो सोप्रो सबै रेडी भइसकिसक्यो यसलाई यत्तिको चाहिँ बनाउनुपर्छ दामी फुटेछ हिजो हल्का हल्की नराम्रो आएको थिएछ सो यहाँ चाहिँ ब्यागहरू हामी इधरी है बत्ती आएछ लाइन आयो त्यहाँ अब हामी रुमबाट निस्किने आँटेको हो होइन अब टक्क तातो पानी सुरुप्प हान्नुपर्ने हुन्छ अनि यहाँ माथि फोटोसोटो हल्का पार्नुपर्ने हुन्छ अनि लाग्नुपर्ने हुन्छ है त ओ हो केही न हो नि होइन ल ग्रिन टी भिज्दैछ यो भिजिसकेर के हान्ने हानेको टक्क होइन पैसा लागिरहेको छ कन्याममा अङ्कल भतिजको पैसा राम्रो भयो सो अब एकछिन पछाडिदेखि टक्क माथि पुगेर हल्का भ्यू त देखिँदैन यार हुस्से घारीमा लास्ट गाह्रो हुन्छ हुस्सेले केही देखिँदैन अनि कन्यामको भ्यू हेरौँ न हो हुस्से घारीले मान्छेहरू नदेखेर बिजोग छ हामी चाहिँ कन्याममा भिडियो बनाउँदै भ्यू त के यो हुस्से घारीमा पानी यस्तो झरिरहेको छ त्यो साह्रो भने टेट बाबा यस्तो छ है कन्याम हल्का देखिँदो रहेछ यो नाम चाहिँ ठिकै छ दार्जिलिङ खडाउबाट छ 15 रुपियाँ अरे यहाँ पार्किङको त्यसैले यही देखिँदैन के हो बाटै देखिँदैन अरे एउटै मरिबाट त्यो साह्रो झरेर के हो तारा ओ बजारो झापा झराउँछ फेरि घाम ताप यस्तो हुन्छ कि बेस ठुलो त कट्टु लाएर हिँड्ने हो बक्सरमा झापामा कन्यामतिर यस्तो छ तिनवटा ज्याकेट हाल्दा भने होइन त नि बाटो त बाटै देखिँदैन त्यो पानी परे जस्तो यस्तो बिजो स्लो मोसनमा हिँड्नु होला गाडी ल्याङ घुम्नु सक्छ मौसम खुल्लेको छ दामी भ्यू आइरहेछ बाबा सही यस्तोमा गाडी रोक्ने हो यस्तो फोटो त आम्मो दामी घाम लागेर क्या लास्ट क्लियर सब हेरौँ न मौसमहरू कस्तो दामी आइरहेछ सो हामीहरू इधरी माई डार्लिङ नजरै नजरा छ दामी छ खतरा भ्यू छ खतरा अब भ्यू हेर्नु सक्नुहुन्छ तपाईँहरू इधरीका नजरा है सिधा छ त उतल त अङ्कल बाटो त कस्तो बाटो खोला हो त सिधा यो हो नि त भ्यू भनेको चाहिँ होइन वाह बाबा वाह यही हो न भ्यूवाला सिन भनेको बाबा यहाँ चाहिँ खुलिएको रहेछ अलिक तल आएर भन्ने तल
नजरा भ्यू हेर्नुपर्छ यस्तो दामी छ कि के सर भ्यू कस्तो दामी हरि सर होइन अलिक तल त कालो देखिँदो रहेछ तर रियालिटीमा चाहिँ दामी देखिन्छ क्या रुखहरू टक्क होइन त्यो सर यस्तो छ कि बबाल छ इलामदेखि झापा छिर्ने बित्तिकै पानी पर्नु थाल्यो यही बिजोक रमाइलो हुने भने लास्ट तनाव हुने भन्दा पानी झरेन त भित्र त कसरी हिँड्ने पानी पर्नु थाल्यो खोल्नुपर्छ माथि लोकेसन हेर्दैछौँ एउटा बाइकमा टक्क जानेलाई डाँडा आउँछ ल त्यहाँ पुगेर लोकेसन ट्र्याक गरेर टक्क पुग्नेछौँ हामी त्यो दाइकोमा पुगेर खानासाना खाने क्रममा है त पानीले त लास्ट दिदी बनाउँछ मजाले हाम्रो अङ्कलको घर खोज्दै आइपुगिसक्यो अङ्कलले पर बाटोमा पिकअप गर्न आउनुभएको थियो सो अङ्कलको घर आइपुगिसक्यो है त अब यस्तै छ अब अहिले बाटोतिर भेट्नुपर्छ है त हामी ल एकदम तातो हावा तातो घाम तातो बाफ भरे दुईवटामा डाइसक्यो फाइनली होइन दुईवटामा त तातो घाम तातो बाफहरू चिसो मौसमदेखि आयो तातो दमकस आइपुग्यो दार्जिलिङलाई यहाँ राखियो यहाँ टिकट काट्नु पर्ने होला कति रुपियाँ गोटाहरू टिकट चाहिँ जानु पनि पो लाग्छ अरे भित्र छिरेको हो लाग्छ प्रवेश गरेको पनि लाग्छ फ्री वाइफाई अरे कति रुपियाँ हो पार्किङको पनि लाग्छ हो 20 रुपियाँ लाग्छ कि यहाँ बन्दैछ बनिन्जेल चाहिँ अब यहाँनिर अलिकति सुखा चलाउँदै गर्ने हो बनिसकेपछि चाहिँ राम्रो हुन्छ दुईजना हो भाइहरू हजुर 160 छ पार्किङको 20 रुपियाँ खुजिरै रहेन रहेछ हौ 70 रुपियाँबाट खुजिरै रहेन रहेछ लिँदा
हेर्नु भएको छिरेर दमुका पनि फर्स्ट टाइम पहिलोचोटि छिरेँ क्या म यहाँनिर दामी रहेछ छात्तै छाता रहेको आम्मो सही रहेछ यार ढक्कासँगले होइन हेर्नु त जस मजा आउँछ के को मूर्ति हो भ्यू दामी छ गेट यता भइगयो यहाँ झन्डै ठोक्यो चेयरमा नकली सरर सही छ एजेन्सी भ्यू हेर्न जस्तो सक्नुहुन्छ सबैले मन्दिर रहेछ यता माथि चाहिँ मन्दिर टक्क अब अस्ति चाहिँ यहाँनिर अब कस्तो फोटोहरू खिच्नुपर्छ यहाँनिर टिकटक बनाउने ठाउँ पनि रहेछ त्यहाँतिर जस यहाँ गर्लफ्रेन्डसँग घुम्न आउनु चाहिँ दामी हुने रहेछ रमाइलो अहिले त हामी दुईजना मात्र छौँ गर्लफ्रेन्ड को बनिने छैन यार टेन्सन छ यार दिमाग खराब छ यार पिङ खेल्नु यसरी होइन दुईजना केटा र केटी बसेर कहाँ मजा हुन्छ होला है आइसकिसक्यो अब चाहिँ पर पौडी खेल्ने ठाउँ चाहिँ माथि छ यहाँ पिङहरू खेल्नुपर्छ होइन सो हामी चाहिँ इन्डेक्सको हेर्नुपर्छ भ्यूहरू हो क्या हेर्नुलाई निस्केको आएको भएर निस्किँदैन भन्ने मात्र हो हाम्रो त माथि नै फेरि रुममा छोडिएको छ क्या ज्याकेट छोडेको कारणले चाहिँ फोन घुमाइरहेको छौँ हामीले त्यहाँबाट कृपया केही नगरिदिनु होला हामीलाई सकुशल दिनु होला त्यो अघिसम्म फोन उठाइरहेको थिएन तर उठाइदिनु भयो धन्यवाद तपाईँलाई अब अलिकति हामी केही त्यहाँतिर जुगाड गर्नेछौँ तपाईँहरूले त्यहाँतिर दिनु होला मान्छे आउँदैछ हाम्रो है त ल दमुखाको भ्यू हेरिदिनु दमुखा ओ यहाँ माथि बस्दा मात्र यो चाहिँ हेर्नु पाइने पौडी खेल्नु पाइने हो क्या पाइँदैन रहेछ नि त यस्तो छ है आम्मामामामा खोला त ठुलो आएर छ पानी पऱ्यो क्या माथितिर पहाडतिर पानी पऱ्यो यस्तो छ खोला ठुलो आएर रहेछ जर्सी ड्यामहरू सबै भनेको होइन दमुखाको भ्यू भनेको चाहिँ यहाँदेखि यही मात्रै हेर्नु पाउने सरर अङ्कले त यहाँ तलसम्म पनि जानु पाइने रहेछ नि त यहाँनिर तलसम्म जानु पाइने रहेछ होइन हेर्नु यहाँदेखि उता पनि जानु पाइन्छ क्या यहाँदेखि उता जानु मिल्ने छ र ठाउँ ल त्यहाँ भएर छिया उता अड्केर मुन्टो चाहिँ माथि नै चेप्यो भने चाहिँ नि यस्तो नालीमा हिँड्नु हो नि त होइन टक 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 कडा ओ यहाँनिर फोटो यहाँ पर जाने हामी त्यहाँ पर जाँदैछौँ टक्क त्यहाँ पुगेपछि चाहिँ यहाँ सिडी चढ्ने त्यहाँ कति गएर छ चेक हान्नु त यहाँ सिडीबाट छिरेर यताबाट मान्छेहरू आउँछ छिर्छ भनेर चाहिँ यहाँ चाबी रहेछ पुरै अब यहाँ शीतल हावाले यहाँबाट झम्मै हान्दा त उता तानेर लग्छ होला नि त यो पसेकोतिर त्यहाँनिर अनि छिर्दाखेरि त त्यो दुलोमा जिउ त छिर्नु टाउको चाहिँ अड्किनु अरे फेरि अनि त्यहाँदेखि त अनि एक नम्बर ढोका खुल्ला डेन्जर भ्यू दमुखाको यस्तो यहाँ माथिदेखि चढेर हेर्नु पाइन्छ दामी हुन्छ त्यो चाहिँ ढोका खोल्ने ठाउँ रहेछ क्या त्यहाँ छिर्नु पाइँदैन होला यस पानी धम्दो रहेछ यता माथि त्यहाँ माथि ममाइ खतरा छ भ्यू हेलो डाइरेक्ट भिडियो हेलो हेलो गाइस चलो लो चमन खाडी चमन खाडी भन्दै दमुखा यहाँ हुनुहुन्छ हाम्रो महागुरु आगुनन्द राष्ट्र विभूति
Ada nung sabro is a blocker. कता थियो त्यहाँ ग्याङै खिच्नुमा छ यो फुलमा चाहिँ फोटो खिच्नु भिडियो बनाउन आएको अब नक्कली फुल रहेछ नि त फुल वाउ व्हाट इज दिस नाइस फकिङ नाउस रोज फ्लावर्स फुलको डेकोरेसन हेर्नु सक्नुहुन्छ देखिसक्नु भइसक्यो ल दम खाएको वा यता त दुलो रहेछ त पानी छिर्छ त यहाँ त विस दिस यार दिस इज नट इन्ट्रेस्ट यो फुल अलिक भएन यो मगादेखि पनि निस्किसक्यो इलामदेखि पनि आइयो डार्लिङ लै पुऱ्यायो टक्क तमु खाएको थियो होइन बाहिर निस्केर बिर्तावटबाट तमु खाइयो डाइरेक्ट अब यहाँ पानी सानी खाएर लाग्नुपर्छ त्यस लै पुऱ्यायो दार्जिलिङले इलाम पुऱ्याएर त्यो जुत्ताको चाहिँ हिलो हो कि तर यो चाहिँ हिलो छिटेको मानिँदैन नि त त्यो ऱ्याङ्कोटको लागेको हो क्या सबै सब आइनाले दमक आइपुग्यो जुत्ताको हालत पानी परेर बिचो दमक चाहिँ आइपुग्यो दमक आएर यहाँ जुस खाएर अब लाग्नुपर्ने हुन्छ घरतर्फ पुरा रमझम फाइनली दमक उता यस्तो छ